के तपाईँ पनि साउन लागेपछि नयाँ लाइसेन्स बनाउने र नयाँ क्याटेगोरी थप्ने सोचमा हुनुहुन्छ? हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। यही श्रावण महिनादेखि सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्स सम्बन्धी नयाँ दस्तुर लागू भइसकेको छ। अब नयाँ लाइसेन्स, क्याटेगोरी थप्ने तथा अन्य सेवाहरूका लागि पहिलाभन्दा धेरै शुल्क तिर्नुपर्नेछ। उदाहरणका लागि मोटरसाइकल, स्कुटर, मोपेड क्याटेगोरी ए र के को आवेदन दस्तुर रु 1000 निर्धारण गरिएको छ। कार, जीप, डेलिभरी भ्यान, ट्रक, बस लगायतका अन्य क्याटेगोरीहरूको शुल्क पनि नयाँ दर अनुसार लागू गरिएको छ। यदि तपाईँले अझै आवेदन दिनुभएको छैन भने नयाँ शुल्कबारे जानकारी लिएर मात्र प्रक्रिया सुरु गर्नुहोस्। पूर्ण शुल्क सूची हेर्न पोस्ट सेभ गर्नुहोस् र आफ्ना साथीहरूसँग पनि सेयर गर्न नबिर्सिनुहोस्। यातायात लाइसेन्स, ट्रायल र सरकारी अपडेटहरूको विश्वसनीय जानकारी लिनका लागि हाम्रो पेज फलो गर्दै गर्नुहोस्। धन्यवाद।